I got this green sleeve visa to USA. And today we'll be talking about my experience, how it actually went. And मेरो इन्टरभ्यू चाहिँ 8th May 2025 मा थियो इन काठमाडौँको US Embassy. And trust me guys, May 6 बाट rejection, a lot of mass rejection. है मेरो साथी गयो रिजेक्ट, अर्को साथी रिजेक्ट. Everybody were getting rejected from May 6, 7. And I was hopeful कि May 8 मा चाहिँ केही good हुन्छ. And yeah, with positivity, my day started. So now let's jump into the experience. Hey, May 8 को बिहान चाहिँ म बिहानै उठेँ, फ्रेस भएँ. अनि त्यसपछि ओ भगवान हेरिदिनुस् आज मेरो भनेर भने. अनि आफ्टर द्याट आई गट रेडी विथ द ड्रेस होइन, माथि सेतो सर्ट, कालो प्यान्ट, कालो टाई एन्ड द फर्मल सुज. अनि यता ह्यान्ड ब्यागमा क्यारी गरेर टक्क अनि बाबा र म स्कुटरमा बसेर चाहिँ एम्बेसीसम्म गइयो. अनि त्यसपछि एम्बेसीमा मेरो एउटा साथीको नि इन्टरभ्यू थियो. अनि उसित एम्बेसी बाहिरै भेट भयो. अनि वेयर टकिङ होइन, अब भाग्यमा भयो जसै आउँछ, भाग्यमा नभए आउँदैन, मेहनत त सबले गरेको हुन्छन् भनेर म गफ दिँदै थिएँ. अनि हामी 36सम्म त्यहाँ पुगिसकेका थियौँ. अनि 7 बजे गेट खुल्यो. अनि हामी भित्र गयौँ. अनि भित्र B1 B2 को लाइन एकातिर, F1 को लाइन एकातिर थियो. अनि F1 को लाइनमा म र मेरो साथी मात्र बोलिरहेको थियौँ. स्पेसली मैले नै गफ गरिरहेको थिएँ. या दिस ओके, इफ बिलोङ्स टु अस विल गेट द्याट, यु डोन्ट निड टु वरी अबाउट द्याट भनेर गफ गरिरहेको थियौँ. अनि B1 B2 को सक्यो, भित्र गयो, छिरे सबै होइन. अनि त्यसपछि हाम्रो F1 को टर्न आयो, छिर्न थालेँ. अनि त्यसपछि टक्क त्यहाँ छिर्नुभन्दा अगाडि मैले गाडीलाई दाइ कति बज्यो भनेर सोधेँ. वाज लाइक 7:45. सो 7:45 मा भित्र छिरियो भने 1 घन्टा 8:45 तिर निस्किन्छ भनेर आजलाई ओ चाँडै सकिने भयो इन्टरभ्यू भन्ने भयो. अनि त्यसपछि त्यहाँबाट चाहिँ भित्र छिरियो. अनि ठ्याक्क त्यो बाहिरबाट देखिन्छ नि त, एम्बेसी बाहिरबाट एउटा सानो ढोकाबाट छिर्छन्. अनि त्यो आई वाज इन्ट्रेस्टेड, के छ यो ढोकाभित्र, कस्तो हुन्छ इन्टरभ्यू हल भनेर. अनि त्यहाँभित्र चाहिँ सेक्युरिटी चेक हुने रहेछ. अनि त्यहाँ गइयो, त्यहाँ नि लाइनै थियो. अनि त्यहाँको दाइ हुनुहुन्थ्यो. दाइले ल पासपोर्टको लास्टको 4वटा डिजिट भन त भन्नुभयो. अनि कन्फर्मेसन हेरेँ. अनि डट 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 भनेर 4वटा डिजिट भने सक्यो काम. अनि त्यो यस्तो यो फाइलहरू हुन्छ होइन. अनि यो फाइललाई चाहिँ एक ठाउँमा राख्ने. अनि टक्क यस्तो गर्ने. अनि चेक. अनि त्यो एउटा त्यो एयरपोर्टमा हुन्छ नि चेकिङ, त्यो बिप गर्नेवाला, त्योबाट पास भयो. अनि फेरि आफ्नो डकुमेन्ट बोक्यो. अनि त्यसपछि त्यहाँको ढोका खोल्यो. अनि भित्र त गार्डन छ, सबै बसिरहेछन्. अनि ओ त्यहाँ लास्टतिर गएर बस्ने हो भनेर देखेँ, किनभने मभन्दा अगाडि जानुभएको चाहिँ उता गएर बस्नुभयो. अनि म पनि उहाँकै पछि गएर उहाँकै साइडमा बसेँ. अनि त्यसपछि त्यहाँ बसिरहेको थियौँ हामी. अनि भित्रबाट एउटा म्याम आउनुभयो. अनि ल अगाडिको 4वटा डेस्कको आउनुहोस् त भन्नुभयो होइन. अनि त्यो 4वटा बेन्चमा बसेका चाहिँ 4x4 16 जना चाहिँ भित्र गए. अनि हामी त्यो पछाडिको रोमा थियौँ. हामी पछाडिकोहरू अगाडि सर्दै गयौँ होइन. टोटल 4वटा रो 4वटा कलम थियो, आई गेस, आई डोन्ट रिमेम्बर, त्यस्तै थियो. अनि अगाडि आउँदै गइयो. अगाडिकोहरू चाहिँ उता इन्टरभ्यू हलतिर गइरहेको थिए. अनि कोही चाहिँ दाइ वासरुम जानु पर्यो भनेर नि इन्टरभ्यू हलभित्र छिरिरहेको थिएँ. पहिले हेर्न कस्तो थियो इन्टरभ्यू हल भनेर. अनि मलाई चाहिँ त्यस्तो खासै बाल लागेन. आई वाज नट नर्भस एट अल. अनि आई वाज इन्जोइङ द प्रोसेस. सो आई वाज चिल पिल, लाइक जानु पर्दैन वासरुम भनेर म बाहिर गार्डनमा हुँदा गइनँ. म त गीत गाउँदै होइन हल्का साथीसित गफ गर्दै बसिरहेको थिएँ. अनि त्यो के I-20 ट्रान्सक्रिप्ट झिक भनेर त्यहाँ एउटा इन्फर्मेसन जस्तो टाँसेको हुन्छ, मतलब के भनौँ पेपर टाँसेको हुन्छ. अनि टक्क I-20 र ट्रान्सक्रिप्ट झिकेर चाहिँ रेडी नै बसिरहेको थिएँ पासपोर्ट हातमा बोकेर. अनि अगाडिको त्यो रोको त भित्र इन्टरभ्यू हलमा जान्छन् नि. अनि त्यसपछि मेरो टर्न नि आयो. अनि ल 2टा डेस्ककोलाई पठाउनुहोस् भन्नुभयो म्यामले. अनि ल 2टा डेस्कमा ठ्याक्क म अगाडिकै ठाउँमा थिएँ. अनि ल जाउँ भनेर गइयो. अनि भित्र छिरियो. भित्र छिर्दाखेरि बाहिरबाट यस्तो के छ कस्तो छ भनेर हेरिरहेको थिएँ म. अनि भित्र गएपछि चाहिँ ल यत्रो सानो रुम छ. अनि त्यो त त्यही नि, म त होइन मार्बलको त्यो सर्फेस होला, पुरै फर्मल होला भनेको कार्पेट ओछ्याइरहेको थियो है, रातो कार्पेट घरमा ओछ्याउने जस्तै. अनि आई वाज लाइक दिस इज नथिङ न्यू, दिस इज माई कम्फर्ट जोन भन्ने जस्तो फिल भयो मलाई. अनि काउन्टर नम्बर 1 मा गइयो. अनि त्यहाँ चाहिँ टाइम भने मेरो 10 बजेको एपोइन्टमेन्ट थियो. म 7 बजे भित्र गइसकेको थिएँ इन्टरभ्यू दिन. अनि 10 बजे भने. अनि पासपोर्टको पछाडि चाहिँ स्टिकर टालिदिनु भयो त्यो डिएस कन्फर्मेसनको. अनि डिएस त एउटै मात्र हुन्थ्यो May 8 मा. अनि मैले त आफ्नै युनिभर्सिटीबाट डिएस भराएको थिएँ. सो इट वाज नट मच अफ अ ट्रबल फर मी. त्यसपछि काउन्टर नम्बर 2 मा जा भन्नुभयो. अनि आई वाज लाइक ओके थ्याङ्क यू म्याम भने पासपोर्ट लिएँ, डकुमेन्ट छ. अनि यस्तरी गएँ, काउन्टर नम्बर 2 मा उभिएँ. अगाडि सबैको सक्यो. अनि म्यामले आई गेस पासपोर्ट मात्र माग्नुभयो, पासपोर्ट I-20 ट्रान्सक्रिप्ट माग्नुभयो. मैले पास गरेँ.
अनि यस्तो चेक गर्नुभयो पासपोर्ट के लेख्नुभयो होइन कम्प्युटरमा अनि म चाहिँ सिधा उभिएर यस्तरी हाँसेर ओ यस म्याम ओके एभ्रिथिङ गोइङ वेल भनिरहेको थिएँ अनि भनेको थिइनँ मतलब मनमा नै भनेको थिएँ अनि त्यसपछि काम सक्यो म्यामले डकुमेन्ट पास गर्नुभयो अनि बायोमेट्रिक 5 नम्बर काउन्टरमा जानुहोस् भन्नु मैले लिएँ अनि थ्याङ्क यू म्याम थ्याङ्क यू सो मच भने अनि म्यामले नि हाँसेर ओके भन्नुभयो अनि काउन्टर नम्बर 5 को लाइनमा जाँदा अनि टक्क त्यो लाइनमा बसेपछि ए वासरुम त्यता रहेछ यो चाहिँ इन्टरभ्यू काउन्टर रहेछ यता चाहिँ बायोमेट्रिक रहेछ भनेर थाहा भयो अनि त्यो बायोमेट्रिकको लाइनमा बस्दै गति एउटा ब्रदरले चाहिँ त्यो डकुमेन्ट दिएर ल म वासरुम गएर आउँछु भनेर गयो अनि आई वाज नट नर्भस एट अल आई वाज नट डराएको ला के होला भन्ने थिएन अनि आई फिल लाइक यत्तिकै वासरुम किन जानु पर्यो बरु चाँडै इन्टरभ्यू सक्छु बाहिरै गइदिन्छु भन्ने फिल आयो सो पिपल से वासरुम त खतरा छ अटोमेटिक छ हात गरेपछि सब सेन्सरवाला छ सो त्यो चाहिँ मैले फिल गर्न पाइनँ किनभने म टोयलेटभित्र छिर्दै छिरिनँ अनि त्यसपछि चाहिँ टर्न आउँदै गयो अनि बायोमेट्रिकमा गयो अनि आई युज टु हियर बायोमेट्रिकको म्याम यस्तो रिउड छ मलाई थर्कायो ब्याक अफ भन्यो भनेर अनि म चाहिँ होइन म त सोझो मान्छे भनेर होइन गएँ अनि त्यसपछि पुरै 4 फिङ्गर्स भने त्यो 4वटा यस्तो गरेँ अनि टक्क पहिल्यैचोटिमा कम्प्लिट भयो अर्को हाल्ने कम्प्लिट थम हाल्ने कम्प्लिट केही त्यो थर्काउने बाटो नै भएन अनि मेरो पासपोर्ट दिनुभयो होइन पासपोर्ट दिनुपर्छ त्यहाँ अनि दिनुभयो अनि थ्याङ्क यू म्याम थ्याङ्क यू सो मच भने अनि म्यामले थ्याङ्क यू भन्नुभयो अनि त्यसपछि आएँ म इन्टरभ्यूको लाइनमा अनि त्यसपछि अरूले इन्टरभ्यू दिएको सुनिरहेको थिएँ एउटा दिदीको यङ अमेरिकनमा थियो मास्टर्सको लागि रहेछ है भिजा अफिसरले सोध्नुभयो लास्टसम्म जानुभयो फाइनलमा एल्लो स्लिप दिनुभयो अनि रादर देन गेटिङ नर्भस ला यस्तो बोलेर यति सोधेर नि रिजेक्ट हान्यो भन्दा पनि यो दिदीको त ह्यान्ड जेस्चर थिएन त्यही भएर रिजेक्ट भयो भनेर आई वाज लाइक रिजेक्ट हुने मान्छेहरूमा चाहिँ म रिजन खोजिरहेको थिएँ कि अनि त्यस्तो भयो अनि कसैको स्क्रिप्टेड सुनिरहेको थियो स्क्रिप्टेड त्यही भएर रिजेक्ट नो ह्यान्ड जेस्चर त्यही भएर रिजेक्ट भनेर लाइक आई वाज क्रिएटिङ माई अन डिल्युजनल वर्ल्ड जहाँ चाहिँ अरू रिजेक्ट हुँदा आई वाज फाइन्डिङ रिजन यसले ह्यान्ड मुभमेन्ट दिएन त्यही भएर चाहिँ यो रिजेक्ट भयो म त ह्यान्ड मुभमेन्ट दिन्छु आई डोन्ट केयर भने जसरी म आफ्नै कन्फिडेन्स बिल्ड गरिरहेको थिएँ खासै त्यस्तो डर पनि लागेको थिएन अनि त्यो दिन चाहिँ काउन्टर नम्बर 10 मा ह्यारी पोटर 9 मा चाहिँ यङ अमेरिकन 8 मा इन्डियन 7 मा चाहिँ टल भिजा अफिसर हुनुहुन्थ्यो अनि टल भिजा अफिसरलाई त एकदम पर्फेक्ट चाहिन्छ एकदम खतरा 1-2 क्वेसनमै रिजेक्ट हानिदिनुहुन्छ भन्ने सुनिरहेको थिएँ तर मेरो अगाडि कसैले ग्रीन स्लिपै पाएको थिएनन् होइन सो आई नेभर एक्सपिरियन्स कि ला त्यसले ग्रीन स्लिप पायो मैले पाउँछु कि नै भनेर त्यस्तो भएन सबको येल्लो थियो आई वाज लाइक एभ्रीबडी इज गेटिङ द येल्लो आई गेट द ग्रीन भनेर म आफ्नो कन्फिडेन्स चाहिँ बनाइरहेको थिएँ अनि गर्दा गर्दै म इन्टरभ्यूको अगाडि गएँ किनभने मास रिजेक्सन थियो सबलाई छ्याट छुट रिजेक्ट सकिरहेको थियो होइन यङ अमेरिकन बाइक अरूले रिजेक्ट हानेको ड्याङ सकिहाल्छ कि त्यस्तो भएको थियो म चाहिँ के हो यार यति साह्रो रिजेक्ट आमा तर ह्यान्ड जेस्चर भएन भनेर चाहिँ आई वाज किपिङ माइसेल्फ भेरी मच काम एन्ड कम्पोज होइन गरेर डिप ब्रिदिङ नि गरिरहेको थिएँ होइन लामो सास फेरेर अनि त्यसपछि म आएँ टक्क अगाडि त्यहाँ चाहिँ एउटा म्याम हुनुहुँदो रहेछ उहाँले चाहिँ असाइन गर्नुहुँदो रहेछ तँ गएर काउन्टर 8 को पछाडि बस तँ 7 को पछाडि बस तँ 9 को पछाडि बस भनेर अनि आज लाइक ओके कहाँ हुन्छ अनि ठ्याक्क म गएको त ल काउन्टर नम्बर 7 खाली भयो है म त टल भिजा अफिसरको पछाडि आएँ अगाडिको मान्छेले चाहिँ इन्टरभ्यू दिइरहेको छ होइन अनि त्यत्तिकै 7 को साइडमा 8 को यहाँ अगाडिकोले इन्टरभ्यू दिइरहेको थियो पछाडि एकजना थियो सो यो 8 मा चाहिँ इन्डियनसित इन्टरभ्यू दिइरहेको रिजेक्ट भयो ऊ गयो अनि इन्डियनको भिजा अफिसरको पछाडि परेको अगाडि गयो अनि म चाहिँ ला बल्लै इन्डियनको खाली भयो भनेर सोचिरहेको थिएँ त्यो साइडको स्टाफ म्यामले बाबु तिमी उता सर त भन्नुभयो अनि आज लाइक ओके वाइ नट भनेर म त 7 नम्बर काउन्टरबाट यता 8 मा सरेँ किनभने स्टाफले मलाई सर्न भन्नुभयो म सरेँ मलाई झन् राम्रो अनि त्यसपछि मे 8 मा 8 नम्बर काउन्टरमा अनि मेरो लकी नम्बर पनि 8 सो आई वाज लाइक ओके भिजा त आयो भनेर यस भनेर लामो सास ताने कि किनभने अब त म ढुक्क ल्याउँछु होइन किनभने टल भिजा अफिसरको चाहिँ अलि के भन्छ टल हुनुहुन्थ्यो माइकबाट टाढा हुनुहुन्थ्यो सुनिँदैन रिपिट अगेन भन्दा रिजेक्ट हान्नुहुन्छ 1-2 क्वेसनमै रिजेक्ट हान्नुहुन्छ भनेर त्यस्तो सुनिरहेको हुन्थ्यो सो आई वाज प्रिपेयर्ड कि टल पऱ्यो नि म ल्याउँछु भनेर तर अबिट थियो के भनौँ हल्का थोडा डर थियो टलकोमा पर्दा इन्डियन भिजा अफिसरकोमा परेछ त आई वाज लाइक भिजा आयो ढुक्क आयो भन्ने भएको थियो अनि मेरो अगाडिको स्टुडेन्टको इन्टरभ्यू त चलिरहेछ होइन म यहाँ छु अगाडिकोले इन्टरभ्यू दिइरहेछ अनि म चाहिँ सुनिरहेको थिएँ के भन्छ भनेर अनि इन्डियन भिजा अफिसरको त एउटा प्याटर्न हुन्छ क्वेसन सोध्ने इन्ट्रोड्युस युर सेल्फ भन्नुभयो
अनि व्हाट आई गेट टु हियर 3.7 GPA 1400 समथिङ SAT अनि मेरो सेम युनिभर्सिटी सेम स्कलरसिप अनि त्यसपछि फ्युचर प्लान पनि सेम सब सेम है मलाई सक पर्यो ल कसरी सब सेम छ यार राम्रो छ पढाइ नि राम्रो छ युनिभर्सिटी सेम छ स्कलरसिप सेम छ अनर्समा एक्सेप्ट भएको छ है अनि म त ल वै कस्तो फ्युचर प्लान नि सेम छ यार के भएको यस्तो यस्तो नि हुन्छ अनि हल्का सकमा थिएँ अनि ही गट रिजेक्टेड अनफर्चुनेटली उसको रिजेक्सन किन भयो भने उसलाई चाहिँ भिजा अफिसरले उसको हाई स्कुलमा म्याथमा ग्रेड कम थियो होला एन्ड वाइ वाज योर ग्रेड लो इन म्याथ भनेर सोधेको थियो उसले चाहिँ फ्युचरमा चाहिँ मलाई म्याथमा गाह्रो हुँदैन भनेर उल्टै एन्सर दिइरहेको थियो अनि भिजा अफिसरले नै बो यु आर नट एन्सरिङ मी वाट आई आस्क्ड यु भनेर भन्नुभयो अनि त्यो इम्प्रेसनै नराम्रो परेको थियो एन्ड अनफर्चुनेटली ही गट रिजेक्टेड बट ही वाज ट्राइङ टु स्टे ओभर देयर फर अ लङ्गर पिरियड भिजा अफिसरले सर कान्ट यु चेन्ज दिस डिसिजन आई हेभ गुड एकाडेमिक्स यो त्यो भनिरहेको थियो अनि भिजा अफिसर रिसाउनु भयो अनि त्यसलाई नो भनेर यस्तो गरेर रिसाएर हेरेर त्यसलाई पठाइदिनु भयो होइन अनि त्यो गएपछि अनि मेरो पालो आयो म गएँ होइन अगाडि गएँ अनि गुड मर्निङ अफिसर हाउ आर यु डुइङ भन्दै डकुमेन्ट पास गरेँ होइन त्यो त पास यो डकुमेन्ट्स भनेपछि गर्ने हो होइन म त एक्साइटेड भएँ होइन यस्तो पास गरिदिएँ अनि त्यसपछि ओके इन्ट्रोड्युस योर सेल्फ भन्नुभयो अनि मैले या माई नेम इज यो आई ग्रेजुएटेड फ्रम यो विथ यति GPA मेरो SATमा यति आयो मेरो डुओलिङ्गोमा यति आयो मैले डुओलिङ्गोको स्पिकिङ सेक्सनमा पर्फेक्ट स्कोर ल्याएँ म खतरा बोल्छु अनि म खतरा बोल्छु बोलिनँ मैले स्पिकिङ सेक्सनमा पर्फेक्ट स्कोर ल्याएँ भने अनि वाज लाइक ओके तैँले पर्फेक्ट स्कोर ल्याइस् राइट सो सानो साउन्डमा बोल न त अलिक चर्को बोलिस् भने किनभने आई हेभ भेरी हाई टोन मेबी या आई हेभ इट किनभने मेरो चर्कै छ आवाज किनभने आई हेभ कमान्डिङ भोइस सो आवाज चर्को थियो एन्ड जस्ट लाइक ओके सानो टोनमा बोल एन्ड लाइक ओ ओके अफिसर दिस इज माई फर्स्ट एटेम्प्ट सो आई एम अ बिट एक्साइटेड सो आई हेभ अ लाउडर भोइस बट आई स्पिक स्लो अनि यसरी नै साउन्ड घटाए जसरी भने अनि ओके टेल मी वाट यु लाइक अबाउट दिस युनिभर्सिटी भनेर सोध्नुभयो एन्ड आई न्यू इट होइन त्यो त रिसर्च एक्सपिरियन्स फर अन्डर ग्रेजुएट्स प्रोग्राम छ त्यसपछि म रिसर्च असिस्टेन्टले भएर काम गर्न सक्छु मैले राम्रो स्कलरसिप पाएको छु अनर्समा एक्सेप्ट भएको छु यहाँ त डिफ्रेन्ट हेल्थ टेक कम्पनीजहरूको कोल्याबोरेसन छ मैले त खतरा अपर्च्युनिटी पाउँछु भनेर इङ्ग्लिसमा भने अनि अब उसले चाहिँ फेरि ओके स्मल टोन भने है अनि मैले या अफिसर अनि स्कलरसिप एन्ड अनर्स चाहिँ पछाडि भने अनि जस्ट लाइक ओके यसले बिस्तारै बोल्दैन यसको नेचुरली टोन नै चर्को बोल्ने हो भनेर आफै त्यो साइडमा के हुँदो रहेछ अनि मेरो साउन्ड सानो 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 बनाउँदै गयो होइन अनि त्यसपछि चाहिँ मलाई सोध्यो अनि मेरो ट्रान्सक्रिप्ट हेऱ्यो कि अनि टक्क होइन राम्रो GPA देख्यो अनि वाज लाइक ओके तँलाई चाहिँ कम्प्युटर साइन्समा के मनपर्छ भनेर सोध्यो अनि आस लाइक मलाई त इन्टरनेट अफ थिङ्स मनपर्छ किनभने यसबाट चाहिँ हामीले भोइस कमान्ड र मोबाइल युज गरेर एनी इलेक्ट्रोनिक डिभाइस अराउन्ड अस वी क्यान युज द्याट भनेर भने इङ्ग्लिसमा भने है सबै कुरा नोट द्याट अहिले चाहिँ नेपालीमा एक्सप्लेन गरेँ अनि वाज लाइक ओके गिभ मी एन इक्जाम्पल अनि मैले चाहिँ also just like voice command dishwasher where we can just say hey dishwasher clean all my dishes and it will just start cleaning the dishes and we do not need to be physically out there cleaning all the dishes भनेर यसरी नै भनिदिए अनि he was a bit impressed अनि त्यही नै मार्क्स रिजेक्सन थियो he wanted to reject me he was like okay tell me how will you study this major in your university भनेर अनि I was like there is a technical elective called embedded system अनि त्यो टप कोर्स भित्र चाहिँ इन्टरनेट अफ थिङ्स हुन्छ र त्यहाँबाट चाहिँ मैले पढ्छु भनेर भने अनि what is embedded system भनेर सोधे क्रस क्वेसन हान्यो अनि I was like a system that is designed to do the same tasks again and again that is called embedded system like the pacemaker in our heart that's and it works to make sure that our heart pumps the blood भनेर इक्जाम्पल दिएँ अनि त्यसपछि he was okay भन्यो अनि त्यसपछि उता हल्का नजिक आयो मेरो बो you are giving me scripted answer do you have anything natural भनेर मलाई तर्साउन खोज्यो तर म हाँसी नो अफिसर rather I have good knowledge of the thing that I'll be pursuing in future and I have good speaking skills so you might be thinking so भनेर भने किनभने या इट वाज नट स्क्रिप्टेड अब त्यो कहाँ याद हुन्छ त पेसमेकरको इक्जाम्पल यो त्यो त ठ्याक्क दिमागमा आयो एउटा भनिदिइहाल्यो होइन अनि त्यसपछि he started typing in the computer right and I was like oh no did I did something wrong भनेर फिल भयो त्यही नि नो म त चुप्प बस्दिनँ चुप्प बसेँ त यसै रिजेक्ट हानिदिन्छ भनेर टाइप गर्दै थियो मैले अल्सो आई अल्सो लभ टु प्ले चेस एन्ड आई हेभ अनलाइन रेटिङ अफ 1500 in chess.com भनेर भनिदिएँ एन्ड टाइप गरिरहेको थिएँ यस्तो यता फर्क्यो अनि
Okay, tell me, what does your father do? भनेर सोधेँ अनि मैले my father does यो अनि he has 80% सेयर होल्डिङ यो स्कुलमा अनि त्यो स्कुल चाहिँ एलीदेखि चलिरहेछ यतिजना विद्यार्थीहरू छन् भनेर भने अनि how much सेयर होल्डिङ भने I was like 40% भने 40% of what भने of the buildings and infrastructures out there भनेर भने and what does your mother do भनेर सोध्यो अनि मेरो मम्मी यहाँ काम गर्नुहुन्छ रेन्टिङबाट यति नै कमाउनुहुन्छ भनेर भने अनि जबबाट चाहिँ कति आउँछ भनेर सोध्नु जबबाट यति आउँछ भने अनि त्यसपछि त मेरो ट्रान्सक्रिप्ट त I-20 लिनुभयो है अनि यस्तो यस्तो गर्न थाल्नुभयो कि त्यो मिलाउन थाल्नुभयो अनि I was like ओ अब के आउँछ येल्लो आउँछ कि ग्रिन आउँछ भन्ने भइरहेको थियो अनि यतिकैमा मेरो पासपोर्ट टिप्नुभयो होइन अनि I was like अब पासपोर्टसित येल्लो दिनुहुन्छ कि के गर्नुहुन्छ भने अनि पासपोर्ट पकेटा राख्नुभयो ग्रिन झिक्नुभयो यस्तो राख्नुभयो ओके हियर आर द डकुमेन्ट्स है के भन्नुभयो खै मैले सुनिनँ है अन्त लिएँ अनि थ्याङ्क यू अफिसर थ्याङ्क यू भेरी मच भने अनि त्यसपछि मेरो अगाडि कसैको ग्रिन लगाएको थिएन किन म भन्छु किन लगाएको थिएन मतलब कसरी थाहा पाएँ किनभने इन्टरभ्यूभित्र हुँदा सबैको त देखिँदैन अनि म बाहिर गएँ ग्रिन ग्रिन आयो ग्रिन भनेर गार्डनमा सबलाई देखाएँ अनि त्यो खोल्ने सेक्युरिटीको ढोका बाहिरको ढोका खोलेँ अनि रोड पारी कता हुनुहुन्छ बाबा भनेर खोजेँ बाबाले देखेपछि ग्रिन भनेर यस्तो एउटा पेपरले गयो मेरो ग्रिन स्लिप एउटा पेपरले यस्तरी ग्रिन भने अर्को थम्स अप दिँदै गएँ होइन अनि पारी गएको त अनि सबले घेरे अनि के सोध्यो बाबु के छ मेरो बाबु एउटा अग्लो थियो कता देख्यौ भन्नु हाउकोलाई सिधा अनि बाहिर गएर सुन्दाखेरि चाहिँ मेरो अगाडि सब B1 B2 F1 सब रिजेक्ट आएका रहेछन् हल्का डरको माहौल रहेछ अनि म त उफ्रिँदै गएको छु होइन ग्रिन भन्दै अनि रमाइलो हो अनि त्यति नै थियो एन्ड मेरो अगाडि UTA को थियो 10K स्कलरसिप हि गट रिजेक्टेड आई गट एक्सेप्टेड मेरो पछाडि मेरो साथी थियो नि जसलाई मैले गफ दिइरहेको थिएँ ऊ पनि इन्डियनकोमै परेछ बट अनफर्चुनेटली हि गट रिजेक्टेड अनि त्यही नै हो धेरै रिजेक्सन्सहरू भइरहेको थियो मैले त पाएँ होइन अनि म 8:50 सम्म चाहिँ बाहिर निस्किसकेको थिएँ 7:50मा छिर्या भनेको थिएँ नि अघि 8:50मा निस्किसकेको थिएँ अनि या यस्तो ग्रिन स्लिप आयो ल कम स्टडी इन USA भनेर चाहिँ आयो ग्रिन स्लिप अनि द्याट वाज अल माई के अरे के भन्छ माई एक्सपिरियन्स है मेरो अगाडि सब रिजेक्ट भयो अरू एक्सेप्ट भएको देख्दा कस्तो हुन्छ मलाई फिल भएन एन्ड आई वाज नट फम्लिङ आउट देयर इट वाज टोटली अ नर्मल कन्भर्सेसन खासै त्यस्तो डर लाग्ने जस्तो माहौल नि केही हुँदैन सानो रुम हुन्छ त्यो कुचुक्कको त्यो लाइब्रेरीमा गएर म्याम मलाई यो बुक चाहिएको छ यो बुक दिनुहोस् न भनेर भने जस्तै हुन्छ आई फिल द्याट वे माइट बी बिकज आई एम गुड इन स्पिकिङ होइन पर्फेक्ट स्कोर इन डुलिङ्गो स्पिकिङ सेक्सन अनि त्यो पनि फ्लेक्स हाने इन्टरभ्यूमा एन्ड या मेरो एक्सपिरियन्स यति नै थियो आजको भिडियोको लागि यति नै गरौँ होइन एन्ड या आई हेभ अ लट अफ टिप्स एन्ड ट्रिक्स के गर्ने कसरी गर्ने किन डर कसरी डर हराउने हाउ टु क्र्याक इट भनेर आई फिल आई नो लट अफ थिङ किनभने लास्ट 2-3 मन्थ्सदेखि आई वाज प्रिपेरिङ फर द इन्टरभ्यू होइन टेलिग्राममा गएर फेसबुकमा गएर होइन अरूको होइन युट्युब भिडियो हेरेर एक्सपिरियन्स सुनेर ओइ कस्तो रमाइलोको एक्सपिरियन्स रहेछ यसको ओइ आफ्नो भिजा कहिले लाग्ला कहिले ग्रिन स्लिप आउला भन्ने फिल हुन्थ्यो बट या सक्सेसफुली 8th of May मा भिजा आयो ग्रिन स्लिप आयो एन्ड या आजको भिडियोको लागि यति नै गरौँ एन्ड